ल है साथी हो म चाहिँ सपिङ गर्नलाई लागेँ। अब चाहिँ म सपिङ के गर्छु, के सपिङ गरेर ल्याउँछु भनेर हजुरहरूलाई देखाउनेवाला छु। म चाहिँ अब लाग्दैछु सपिङ एरिया अनि मार्केट गइसकेँ। मार्केट गएपछि इन्टी भएँ। इन्टी भइसकेपछि फर्स्टमा मैले कुखुराको गिजरै हेरेँ। मलाई मनपर्छ कुखुरा गिजर मैले लिइसकेँ। त्यसपछि फेरि मैले माछा एरियामा गएँ। माछा लिँदैछु। माछा त यस्तो ठुल्ठुलो थियो कि कुन्लिउँ भयो अनि मैले यो माछा लिएँ। माछा लिइसकेपछि फेरि मैले चिकन एरियामा गएँ। चिकन एरिया गइसकेपछि चिकन पनि लिएँ। चिकन लिइसकेपछि फेरि मरमसलाको एरियामा गएँ। मरमसलाको एरियामा गएर सबै हेर्दै जाँदा मलाई मन पर्यो लोबिया। लोबिया लिएँ। त्यसपछि मैले फेरि भेजिटेबल हालेँ। प्याज लिएँ। प्याज लिएपछि काँक्रा लिएँ। काँक्रा लिएपछि क्याप्सिकम। क्याप्सिकम पछि मैले फेरि खोर्सानी लिँदैछु। खोर्सानी पछि टमाटर। टमाटर पछि मैले लिएँ कागती पछि लौका। लौका लिएपछि धनियाँ। धनियाँ पछि मैले फेरि आलु दिएँ।